नमस्कार मेरो नाम सुशीला हामी चाहिँ अहिले भ्यान्कुभरमा छौं Hello, my name is Sridhar. So we are here at Vancouver and we are having our vacation for 4 days in Vancouver. The day is the days. नमस्ते मेरो नाम सुधा अधिकारी हामी 5 जना भ्यान्कुभर घुम्न आएको हामी तपाईहरुलाई अपडेट गराइराख्छौ छौं यो हाम्रो फर्स्ट डे हो हामीले जस्ट कार लियौं अब हामी घुम्न जाँदै छौं अहिले हामी थोरै एक्साइटेड छौं किनभने हामीलाई धेरै भोक लागिरहेको छ अब हामी खाने ठाउँ खोज्दै छौं हाम्रो फ्लाइट कति घण्टाको थियो 5 hours Almost 5 hours. हामीसँग हुनुहुन्छ पाइलट adhikari.gp@gmail.com अनि के कुरा राख्दिनुस् न पहिला जानु भन्दा अगाडि ओके सो म एकदम एक्साइटेड छु मलाई शब्दहरु चयन गर्न आइरा छैन के भन्नु भनेर वाह म निशब्द छु सो थ्यांक यू गाइज ओके यहाँ चाहिँ म छु प्रज्वल सो हामी अब भ्यान्कुभर एक्सप्लोर गर्छौं जति सकेको 2 दिनमा सो त्यति सँगसँगै हामी तपाईहरुलाई पनि घुमाउने छौं स्टे ट्युन गाइज बाइ बाइ हेलो गाइज हामी भ्यान्कुभर जाँदै छौं हाम्रो साथीहरु यताबाट आउँदै हुनुहुन्छ हाम्रो सीईओ अफ द ट्रिप हाम्रो फाइनान्शियल म्यानेजर टाइम म्यानेजर के म्यानेजर हो तपाईँ हजुर वेटिङ फर आवर उबर सबैजनालाई हाई भन्दिनु एकचोटि हामी चाहिँ एयरपोर्टमा आइसक्यौं उबर चढेर यो चाहिँ हाम्रो उबर थियो अनि हामी सबैजना एक्साइटेड टु ट्राभल भ्यान्कुभर चाहिँ म सो के भन्ने अब भित्र गएपछि हजुर हाउ फिलिङ अहिले के फिलिङ भन्नु भर्खर सुरु हुँदैछ एयरपोर्ट रन लेट्स गो कस्तो बोर्डिङ पास स्क्यान गर्नु पर्ने रहन्छ तर यसको चाहिँ स्क्यान गर्ने ओल्ड टेक्नोलोजी रहेछ के यहाँ चाहिँ टिकट स्क्यान गरेर यो वेस्ट जेट हाम्रो ब्याग गइसकेको छ यहाँबाट अब हामी जान्छौं मान्छे पनि सेर्नु पाए कस्तो हुन्थ्यो नमस्ते हजुरको खबर के छ गुड ओए खबर के छ श्री भाइ मेरो बवाल छ तिम्रो के छ तपाईको के छ झक्कास तपाई के छ मेरो एकदमै राम्रो छ के शब्द राख्नुस् न केही शब्द राखे मैले एउटा गजल भन्दिनुस् न रिस न मलाई एउटा गीत गाइदिनुस् न सरी हिन्दी बाटो यता हिँड्नु नि डाम्नु त्यहाँ हिन्दी बाटो छैन बज्जे गोविन्द दादा तपाईँ बोलेको आइरहेको छ बोल्नुहोस् त्यहाँबाट क्युबेकबाट फोन आयो हामी चाहिँ आउनु परेन हामी चाहिँ परेन हामी चाहिँ प्लेन भित्र छिर्दैछौँ यहाँ हुनुहुन्छ हाम्रो दाई यहाँ हुनुहुन्छ हाम्रो श्रीधर दाई एन्ड सुशीला भाउजू अगाडि हुनुहुन्छ सुधा दिदी यो चाहिँ हाम्रो इन्ट्रोडक्सन हो ब्याग राख्ने हो र यहाँ हामी लाने हो फाल्दिनु B28 ए सरी हामी वेस्ट जेटमा भनेर कुन चाहिँ जेटमा हाल्दै हामीलाई दाइ हाम्रो वेस्ट जेट भनेर flight.com हाल्दै वेस्ट जेट होइन स्ट्राइकमा छन् अरे उनीहरू अब हाम्रो यहाँ केही पनि छैन यस्तो इन्टरटेनमेन्ट अब हामी यहाँ टेम्पल रन खेल्दैछौँ अब हामी 3-4 घण्टा जान्छौँ मिसेस अब हामी भ्यान्कुभरमा अवतरण गर्दैछौँ रिलोकेट भइदिने हो हामी चाहिँ भर्खर भ्यान्कुभर ल्यान्ड भइसकेको छौँ अब रियल फन स्टार्ट हुँदैछ Real start from right here. Right here. अब हामी
एयरपोर्ट गएर हाम्रो रेन्टल गाडी लिन्छौँ देन आफ्टर I'll keep updating you guys. Hello guys, finally हामी भ्यानकुभर ल्यान्ड गरिसकेको छौँ हाम्रो ब्यागेजहरू पनि सबै लिइसक्यौँ and we are heading to our रेन्टल कार लिने ठाउँमा हामीले रेन्टल कारहरू लिइसक्यौँ अब हाम्रो रेन्टल कार चाहिँ यो हो this is gonna be our ride for another 3 days finally washed हामीले यो कार चाहिँ बजेटबाट लिएको हो बजेट भन्ने रेन्टल कम्पनीबाट and it cost us around like 400 something like that for 3 days so if you want more details hit me up welcome to beautiful British Columbia हाम्रो रेन्टल कारमा चाहिँ हामी बसेको छौँ यो चाहिँ सेर्विकको के थियो ब्लेजर समथिङ लाइक दैट ब्लेजर भन्ने छ यहाँ हाम्रो सुधा दिदी हुनुहुन्छ दाइ हजुर त उरी ठाउँलाई बनाइदिनु अनि त्यो ड्राइभरसित बसेछ जुन थाहा छैन नि त एकछिनसम्म ड्राइभरसित What's up? अब हामीले चाहिँ मिर्चीमा गएर मिर्ची मसला खाइसक्यौँ बट खानेकुरा त्यति राम्रो थिएन त्यही भएर मलाई देखाउन मन लागेन अब अर्को ठाउँमा नेपाली रेस्टुरेन्टमा जान्छौँ भोलि हामी त्यसको नाम छ हिमालयन टेस्टी हिमालयन टेस्ट समथिङ लाइक द्याट टेस्ट अफ हिमालयन त्यस्तै केमा जान्छौँ त्यसपछि विल सो यु ओभर देयर तर यो चाहिँ अलिक मन परेन खासै त्यो क्लिननेस नै थिएन नट सो गुड तर मलाई त ठिकै लाग्यो खाना नट ब्याड भोक लागेको बेलामा खाना ठिकै थियो तर इट्स ओके अब हामी यहाँबाट भ्यानकुभर डाउनटाउन जाँदैछौँ फोर थियो हल्का फोर थियो यो चाहिँ इन्डियन रेस्टुरेन्ट काइन्ड अफ भ्यानकुभरको वेदरले यो कुरालाई पनि कम्पेन्सेट गरेको छ हामीले अर्डर गरिसकेको भएर हामीले त्यो छोडेर आउनु पनि मन लागेन एकजना बुढो मान्छेले चलाउनु भएको रेस्टुरेन्ट रहेछ सो लेटेस्ट डु इट भनेर हामी त्यहीँ बसेर खायौँ सो अब हामी जाँदैछौँ भ्यानकुभर डाउनटाउन कस्तो रहेछ हेरौँ टोरन्टो डाउनटाउन मिसिसागा डाउनटाउन भन्दा कति फरक रहेछ वी गोना चेक इट आउट एन्ड वी गोना लेट यु नो गाइज स्टे ट्युन्ड होइन पारी चाहिँ स्टाइलले पाएको हो नि त त्यो चाहिँ सिउए राम्रो त्यो हार्बर यहाँ हेलो साथीहरू मसँग हुनुहुन्छ सुधा दिदी आउनु नजिकै अहिले हामी क्यानाडा प्लेस भ्यानकुभरमा घुमिरहेको छौँ पुरै पोर्ट अफ भ्यानकुभर के हो दिदी यो चाहिँ वाटर फ्रन्ट हार्बर हामी यो एरियामा घुमिरहेको छौँ हाम्रो पछाडि चाहिँ एक्सप्लोरा भन्ने सिप छ त्यो सिप चाहिँ हामीले मैले यत्रो ठुलो सिप रियल लाइफमा चाहिँ फर्स्ट टाइम देखेको मुभीहरू चाहिँ देखिरहेको होइन त्यसमा टन्नै फोटो खिचेको त्यो फोटोहरू चाहिँ राम्रो आयो साइड हामी त्यो चाहिँ पछि अपलोड गर्छौँ तर यो ल्यान्डस्केप यहाँको यो अर्को हुन्छ नि यो यस्तो घरहरू बिल्डिङहरू त उस्तै नै हो उतातिर जस्तो तर ल्यान्डस्केप चाहिँ भवा लाग्यो त्यस्तो माउन्टेनहरू होइन अनि यो सिप भइहाल्यो अनि त्यसपछि क्यानाडा प्लेस भनेको चाहिँ के रहेछ एट द पोर्ट अफ भ्यानकुभर भन्ने के रहेछ दिदी यो क्यानाडा प्लेस एट द पोर्ट अफ भ्यानकुभर भन्ने चाहिँ एउटा फ्लाइओभर भएको बिल्डिङ रहेछ हामी चढ्न चाहिँ चढेको छैन सो यस्तो ठाउँ राम्रो छ सो वी आर एक्सप्लोरिङ यदि हाम्रो कता कुरा के देख्यौँ भने वी कैन लेट यु नो गाइज सो अन्टिल देन चेक इट आउट सब्सक्राइब गर्नुहुन्छ सब्सक्राइब गरेर तपाईँको टाइम छ ल यो सब कुरा हेरेर हामीले यति मेहनत गरेर बनाएको छौँ प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला ओके युट्युब फ्याम बाई बाई साइनिङ अफ फ्रम सुधा दिदी Toronto. Reporter Sudha Didi, Toronto. Okay. Let us see. Bato kaट्दै छु. अलराइट हामी चाहिँ हाम्रो बस्ने ठाउँ आइपुगिसकेका छौँ हाम्रो बसाइभरिको लागि यो चाहिँ हाम्रो आफ्नै घर हुनेवाला छ यो चाहिँ एयरबिएनबी हो सो यहाँबाट माथि जाने यस्तो लक द डोर
चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ घर चाहिँ यस्तो छ यहाँबाट लिभिङ रुम किचन बेडरुम यहाँको बेडरुम अब हामीले चेन्ज गरेर फ्रेस भएर पुरा लोकल स्टाइलमा चप्पल लगाएर बाहिर निस्किँदैछौँ ग्रोसरी गर्न कस्तो राम्रो चप्पल रहेछ सेम चप्पल नाइस अनि हाउ आर यु गाइस फिलिङ आफ्टर कमिङ टु द Airbnb हामी फ्रेस भयौँ थकाइ मार्यौँ अब फेरि घुम्न जाँदैछौँ ओके यहाँ हुनुहुन्छ हाम्रो आत्मीय दाइ श्रीधर back again guys nice to meet you again and कहाँ जानुभएको थियो ब्याक अगेन म भ्लगबाट अलिकति Here we have Govinda Dai. Mr. Govinda Dai, he's the CEO of our vacation. I'm a driver, man. He's the driver, but unfortunately he is worst driver. But still he has a lot of experience. Okay, I'll show you guys how he drives. How we drive, I'll show you now. Okay, let's go. मलाई किन वर्स्ट ड्राइभर भनेको भने हामीले ड्राइभर गाडी निकालेको 5 मिनेटमा चाहिँ यो गाडी लगेर गोविन्द दाइले यस्तो बनाइदिनु भयो यस्तो बनाइदिनु है होपफुली इट गना बी अल फाइन इन्सुरेन्सले कभर गर्छ होला सो त्यो थाहा पाउनको लागि चाहिँ वी हेभ टु वेट अन्टिल टुमोरो सो वी आर ब्याक टु आवर कार यो चाहिँ हाम्रो गाडी हो रेन्टेड कार यसको सनरुफ पनि छ मेरो भाइ यता आउनु म बिचमा बस्छु आउन यता हेर्नुहोस् है मैले खिचिरहेको छु है बी केयरफुल यु गाइज आर अन क्यामेरा हाम्रो Airbnb को साउजीलाई पनि देखेको छैन यति साथै लिउँ त हामीले अनि मैले त गफ गरि उनीसँग चाबी लिउँ कति सोध्यो श्रीधरजी लिनुभयो भने तिम्रो अलिकति 24% भइसक्यो चाबी लिउँ भने मैले कति सोध्यो श्रीधरजी हजुरआमाले चाबी ल्यायो रे चाबी हामीसँग अलरेडी छ बाबा तिमीले अर्को कपी बनाइदिनु पर्यो माय गुडनेस कपी त बनाउनु पर्दैन फोटोकपी बनाए हुन्छ एउटा फोटोकपी सेन्टरमा जाऊ न त हामीलाई फोटोकपी लगाउँदा ड्राइभरले हेलो गुड मर्निङ डे 2 बिगिन्स हामीले चाहिँ ब्रेकफास्टहरु सब खाइसकेर डे 2 को लागि रेडी भइसकेछौँ यहाँ हुनुहुन्छ हाम्रो भाउजू हेलो गुड मर्निङ हामी अब आज कहाँ जाँदैछौँ हाम्रो आइटिनरी म्यानेजर हुनुहुन्छ यहाँ गोविन्दजी हि इज स्ट्रगलिङ टु पुट अन हिज सुज आई गेस अनि यहाँ हुनुहुन्छ हाम्रो सुधा दिदी आज हाम्रो चाहिँ सिग्नेचर क्लथ भनेको चाहिँ लेदर ज्याकेट सो केटाहरूको चाहिँ कफी कलरको लेडिजहरूको चाहिँ ब्ल्याक कलरको लेदर ज्याकेट यसको प्लानर चाहिँ हुनुहुन्छ हाम्रो सुशीला पोखरेल एके एउटा कपी त जाओस् न प्लिज अब हाम्रो हेल्थ कन्सियस दादा हुनुहुन्छ एभ्री टाइम एप्पल a day keeps the doctor away right so अब डे 2 चाहिँ यस्तो खतरासँग बिगिन हुँदैछ कि टेम्परेचर इज सो गुड घाम लागिरहेछ अब हामी एउटा ठाउँमा जान्छौँ त्यो ठाउँ चाहिँ सरप्राइज नै छ हाम्रो लागि पनि आई डोन्ट नो इट्स अ नो वेयर ल्यान्ड नो म्यान्स ल्यान्ड ऐलानी जग्गा हो नेपालीमा भन्नु We are going to the parts between like the arc of what is that yeah beaches no beaches it's beaches no beaches it's land between Canada and America okay so the land is not owned by anyone basically we are going to America now yeah the USA अब हामी हाम्रो टुर स्टार्ट हुँदैछ साथीहरु सो स्टे ट्युन्ड हामी उता गएपछि फेरि खिच्छौँ के छ भने नि हाम्रो के भन्छ शास्त्रमा चाहिँ के लेखेको छ भने यदि तपाईहरु चाहिँ कतै घुम्न जाँदै हुनुहुन्छ भने घुम्दा चाहिँ पहिलासम्म भगवानको नाम जपेर सुरु गर्नु हो भने तपाईको दिन एकदम राम्रो हुन्छ भनेर भनेछ त्यसैले हामी पहिलो गीत राख्दै छौं Can please sing a song Bhakti Bhav song for us भक्ति जनों के संकट तिम्रो क्या छ गुलाबी
Wow, 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 wow! It's still so majestic. Babal. Look at this. Atti babal. Monomohak. Atti babal ठाउँ छ नि. Pacific Ocean यहाँ छ. White Rock City यहाँ छ. अनि यहाँ चाहिँ हामी छौँ. अनि यो चाहिँ ठाउँ मलाई ड्याक्कै नेपालको धुलीखेल जस्तो लागेको छ. धुलीखेल भन्दा पनि मलाई चाहिँ कस्तो यो लाग्यो भने जुन फेवातालबाट पारी पारी देखिन्छ नि त्यो माझी कुनाहरू त्यो त्यहाँनिर हेर्नु ठ्याक्क माझी कुना जस्तो देखिन्छ तर यहाँ चाहिँ माझीहरू भन्दा पनि धेरै अनि एउटा कुरा मेन्सन गर्नुपर्ने कुरा चाहिँ यहाँको मान्छेहरू चाहिँ एकदम डिसेन्ट छन् फ्रेन्डली छन् तपाईँले चाहिँ फोटो खिच्दालाई स्ट्रगल गर्दै हुनुहुन्छ भने उनीहरूले आएर चाहिँ किन हेल्प यु भन्दै उनीहरूले फोटो खिचिदिन्छन् इभन एङ्गल मिलाइकन इभन लाइक त्यो फोनको पनि मोडल नम्बर स्ट्यान्ड हालेर खिच्नु पर्ने सर्ट नि ड्रोन शट बनाएरसम्म पनि खिच्ने सुविधा चाहिँ यहाँ रहेछ यहाँ के छ So this is one of the best place so I would give like 5 out of 5 this place Vancouver को British Columbia को Vancouver Vancouver हो नि sorry Vancouver नजिकको सिटी सरी को White Rock भन्ने अर्को सानो टाउन सानो त के भन्नु अब यत्रो ठुलो छ भयंकर चाहिँ आएर घुम्दिनु होला पर्यटन प्रवर्धनको लागि क्यानाडा सरकारले मलाई केही पनि दिएको छैन तैपनि म यसको प्रचार गर्दैछु गेटहरु पनि राम्रो छ के भन्नुहुन्छ सिधै दादा भनेको एकदम ठिक छ त्यसमा म एउटा कुरा एड गर्न चाहन्छु गर्दिनुस् न प्लिज के रहेछ भन्दाखेरि यति राम्रो ठाउँमा यति हामी राम्रो मान्छे आउँदा झन् यो ठाउँको शोभा चाहिँ दुई गुणा बढेर जाने जस्तो चाहिँ मैले देखेको छु गार्बेज बिन कन्सेप्ट पनि राम्रो रहेछ टिनको रहेछ So this is what it is. US चाहिँ यता साइड हो US यता साइड यता US साइड हो Pacific Ocean यता साइड हो so US चाहिँ मेरो यता साइड हो all the way down That's correct Govindji Okay I'm signing off from here now अब अर्को ठाउँमा गएपछि हाम्रो चाहिँ अब आजको छोटो कान मिठो सुनाइदिहालौँ अब सुधा दिदी र गोविन्द दाइ चाहिँ बेमा जानुहुन्छ अनि हामी तीनजना सुशीला भाउजू श्रीधर दाइ र म चाहिँ We'll go somewhere and explore the places here around British Columbia, the best place on the earth. Stay tuned. ल साथीहरु हामी भ्यानकुभर भनेर त आयौं तर हामी न्यू दिल्ली आइपुग्यौं जस्तो लागिरहेको हेर्नुहुन्छ भने रोयल पान विकी क्लोथ हाउस बसन्त दाइको चिया पसल अनि त्यसैगरी यहाँ विभिन्न ठाउँहरु छन् सरी यो चाहिँ आनन्द फेसन्स छ नवराज स्वीट्स अघि चाहिँ त्यहाँ एउटा माइग्रेसन इमिग्रेसन सेन्टर खै गुरुजित सन्धु रञ्जित सोही श्री गणेश ज्वेलर्स हामीलाई चाहिँ एकदम कस्तो राम्रो भाइब्स आइरहेछ हामी पन्जाब कुनै सहर जान नपाए पनि हामी यहाँ एउटा राम्रो बर्नाला ज्वेलरी वर्ल्ड पनि रहेछ ठिक छ हजुर हामी अब कुन ठाउँमा जाने हामी अब पायल चाट हाउस एन्ड रेस्टुरेन्टमा जाँदै छौं अब पायल चाट हाउस एन्ड रेस्टुरेन्ट उतै रहेछ मैले देखेँ हैन आकाश चाट हाउस रहेछ त्यो त हेर म पायल चाट हाउस एन्ड रेस्टुरेन्टमा गएर के पाउँदो रहेछ हेर्छौँ हामी एकजना नेपालीले हामीलाई रिफर गर्नुभएको भएर हामी त्यहाँ जाँदै छौं वी डोन्ट नो भ्यानकुभरमा 20 वर्षदेखि बस्नु भएको नेपालीले हामीलाई रिफर गर्नुभएको ठाउँ कस्तो हुँदो रहेछ त लेट्स सी हामी आइसकेको छौं The Grouse Mountain, the peak of Vancouver. So we are here in Grouse Mountain. अब हामी चाहिँ गन्डोला चढेर सर त्यो पिकमा पुग्छौं यो चाहिँ मैले अहिलेसम्म क्यानाडा आएसम्म अहिलेको हाइएस्ट पिक हुन सक्छ सो हामी अब माथि गएर तपाईहरुलाई देखाउने छौं एकदमै मनोमोहक सुन्दर दृश्य स्टे ट्युन हाहा गर्नु एक्चुअली 901 माउन्टेन जानको लागि गन्डोलाको टिकट काट्दै छौं टिकट चाहिँ भित्रबाट काट्यो भने चाहिँ आई मिन काउन्टरबाट काट्यो भने $85 पर पर्सन रहेछ तर अनलाइन गर्यो भने चाहिँ $80 पर पर्सनमा हुँदो रहेछ सो हामी चाहिँ अलिकति इकोनोमाइज गर्नको लागि Don't go with English. We get discount. We have knowledge to access to online ticket. So after ticket we'll go to अनि यहाँको वेदरको बारेमा भन्नुस् हल्का यहाँको वेदर चाहिँ 11 डिग्री सेल्सियस छ it's so sunny and it's funny as well किनकि we have got a lot of funny company with us like if you can go here she's the one of the most funniest person in our group
how can you entertain us and my YouTube fam as well? Can you please give some dialogues, sarcastic? Not yet. I will think later. Okay. So when you are ready, let us know. Or what if you have some mudra dance to entertain your viewers? Viewers? Yeah. My viewers are already entertained. Hi. What is another guy? This one guy inside my tummy. Sky ride also AKA Gondola. Also known as Gondola. If you don't know, also known as AKA Gondola. अब हाम्रो नेपालमा This is called gondola. हाम्रो केवल कार ठुलो खालको कार माथि गएर जानु माथिको चाहिँ स्किङ पनि गर्नु सिट पनि अलराइट अब माथि गएर हेर्नु कस्तो रहेछ यो चाहिँ कस्तो छ मान्छेहरु बसिरहेछ बवाल छ Finally, we are already here on top of the Gaos mountain. अनि यहाँ चाहिँ खासै स्किङ गर्नेहरुको लागि चाहिँ बवाल ठाउँ रहेछ बट हाम्रो लागि चाहिँ जस्तो यस्तै हिँड्ने ठाउँ रहेछ हिउँ त हामीले जताततै देखेको भ्यानकुभरमा चाहिँ यहाँ काइन्ड अफ हिउँ चाहिँ अलिकति कम हुने भएको कारणले गर्दा होला यो माथि हिउँ हुने प्लस स्किङ अनि क्यानेडियन थिङ्सहरु धेरै भएको होला सो लेट्स एक्सप्लोर मोर हेरौँ स्क्रिमिङ इगल रहेछ त्यहाँनिर अनि त्यो स्लाइडरहरु रहेछ यतापट्टि माउन्टेन्स फर्स्ट सुरुमा त हामी टोरन्टो अथवा अन्टारियोमा बसेको मान्छेहरुलाई चाहिँ माउन्टेन्स त्यसपछि हिल्सहरु यस्तो ठुलो देख्नु नै ठुलो कुरा हो बाइ द वे अब हामी अझ एक्सप्लोर गर्छौँ के रहेछ हेर्छौँ एन्ड आई विल सो यु गाइज एज वेल यो ठाउँको बारेमा अझ भन्नुपर्दा चाहिँ तलबाट चाहिँ अलमोस्ट 5 minutes to 7 minutes को केबल राइड गरेर आउँदाखेरि यहाँ आइपुग्दो रहेछ Day 1, Day 2, Day 3 आज हामी कता जाँदैछौँ श्रीधर दाइ? आज चाहिँ हामी व्हिस्लर जाँदैछौँ सो व्हिस्लर इज वान अफ द आइकनिक प्लेस इन भ्यानकुभर आएर कोही व्हिस्लर जाँदैन भने चाहिँ सायदै त्यो इन्कम्प्लिट हुन्छ होला भ्यानकुभर ट्रिप सो it's just 2 hour drive from Surrey and 1.5 hour drive from the main Vancouver downtown. So have fun, guys. Buckle up, everybody. Stay tuned. Straight Whistler गएपछि हामी फेरि आउँछौँ अनि we'll give you the update. Subscribe my Prozol channel. Of course. If you do not subscribe, no, I will not subscribe. If you do not subscribe, If you do not subscribe, katta haninchu. Like, share, comment, and subscribe. Everybody is so excited for Whistler. Let's go. Hey kid, don't ever let them get inside your head. They'll tell you what to do in life instead of everything you know that you could get. Don't let them guide your life towards regret. I'll fight for what I love with every breath. My past is filled with things I won't forget. I use them all to push me to my best. So treat the worst of times just like a test. If only I could go back in time, I'd tell myself that everything will end up alright. Just push yourself, test yourself, figure out what you like, and find your limits, don't be rigid, always work towards a prime. Surround yourself with open minds, people can change your life. A few friends with intent can help you feel alive. Find a passion, take some action, and with a little time, just be patient, make a statement, try to enjoy your life. They'll try to kick you while you're down. They wanna rise up while you drown. They wanna fill your head with doubt. They're silently scared that you'll figure it out. I'll make it look like I'm losing, won't bother hiding my bruises. And when they finally think you're wounded, then it's your chance to be ruthless.
to see me care. Anytime I make some progress, I can see that they compare. I think everyone's against me, maybe something in the air. Am I paranoid? I swear a void is forming and they're scared. I walk a straight path, not many can say that. I like to play fast, cross me and there's payback. You better pray that I don't see your face at any place that I go. I know you hate that. I've been doing fine. अगाडि भर्खर पार्क गरे हेलो हाई नमस्ते साथीहरू हामी विस्लरमा आएर हाम्रो स्न्याक ब्रेक पनि सकिसकेको छौँ यहाँ हुनुहुन्छ हाम्रो ट्राभल पार्टनरहरू यहाँ छ हाम्रो ट्राभल पार्टनर टिम हर्टन्स र यहाँ छ यता सुसी यहाँ पनि हुनुहुन्छ सुसी अब हामी के एक्सप्लोर गर्छौँ त हामी विस्लर भिलेज एक्सप्लोर गर्दैछौँ यो चाहिँ एकदम वान अफ द बेस्ट नै लाग्यो भिलेज भन्नु त मिल्दैन यो इट्स अ काइन्ड अफ सिटी नै छ होइन अनि यहाँ फ्री सडल सर्भिसहरू पनि रहेछ हामी सडल चढेर हाम्रो गाडी पार्क गरेको ठाउँबाट यहाँसम्म आइपुग्यौँ वी हेभ गोविन्द दाई वान एन्ड ओन्ली गोविन्द दाई सुधा दिदी के छ ए बाई बाई सो विस्लर भिलेजबाट साइनिङ अफ फर नाउ आई विल सी यु गाइज यदि केही खतरा कुरा देख्यो भने अफकोर्स आई विल बी क्याप्चरिङ इट थ्याङ्क यू सो मच हामी आइसकेको छौँ स्यानन फल्समा साथीहरू हाम्रो स्यानन फल्स चाहिँ यस्तो बवाल छ कि यो माथिबाट पुरो पानी झरेर तल ठोकिँदा पनि आवाज आइरहेको छैन सो लेट्स गो एन्ड एक्सप्लोर स्यानन फल्स भ्यान्कुभरले चाहिँ हामीलाई धेरै ठाउँमा सरप्राइज दिइरहेछ अब दिस इज एनदर सरप्राइज यस्तो बवाल छ कि आई विल सो यु गाइज है यस्तो बवाल छ कि म अब बिस्तारै लिएर जान्छु एन्ड एउटा यस्तो सस्पेन्सन ब्रिज त होइन त्यो चाहिँ कन्क्रिट ब्रिज नै हो तर यस्तो पुरा सस्पेन्सन ब्रिज जस्तो देखिन्छ लाइक आई से सरप्राइज वेदरले चाहिँ हल्का हावा खाइदियो तर इट इज द वान अफ द मोस्ट ब्युटिफुल भ्यू This should be the Pacific Ocean, and here is Vancouver downtown. Downtown भन्दा पनि suburb Vancouver downtown मा बट यहाँ चाहिँ एकदम पानी परिरहेछ सो वी हेभ टु गो समवेयर एट 6 PM त्यसरी हामी दौडिरहेछौँ वाह पानी परिरहेछ एकदम बवाल छ हामी चाहिँ पुरै सनी इन्भाइरोमेन्ट पनि इन्जोय गर्न पायौँ पानी परेको पनि इन्जोय गर्न पायौँ सो हामी लकी छौँ
Our ride starts at 6:30, so we're gonna line up over here and we will see what's gonna happen over there. Stay tuned. Let's go, yo. Flyover को लागि लाइन बसेको छौं. हाम्रो flyover title चाहिँ flyover Rockies. What is that? Something like Rockies, Canadian Rockies or something. As per we know right now, I'm going to sit on a seat, so the seat is like kind of हाम्रो deck free fall mount, right? And after I don't know. I'll explain it later. So something like that. So we're getting inside. Oh, what the? This surprise or what? हामीले भर्खरै फ्लाइओभर सकाएर बाहिर निस्केको छौं. So let's hear out the experience from our guys. Susila Bazu, how did you feel? Oh my god, it's awesome experience. यस्तो लाग्दो रहेछ कि हामी माउन्टेन माथि फ्लाइ गरिराछौं अनि सबै स्प्रिङ फल विन्टर स्की सबै एडभेन्चर लिइराछौं जस्तो फिल हुँदो रहेछ. We are participating and then we are enjoying kind of feel हुँदो रहेछ. अति बाबा. दामी. अब म दाइले एउटा टेक्नोलोजीको क्वेशन सोध्छु. त्यस्तो चाहिँ किन मुभीहरु हुन सक्दैन सबै मुभीहरु? यस्तो मुभीहरु किन हुँदैन भने त्यो सिटै हुँदैन. त्यो सिट जस्तो बनाएको. Too expensive to shoot because it was 360, right? 360. I think it was 180, I guess. Yes, 180. तर त्यो स्क्रिन पनि एकदम कर्भी थियो यस्तो वहाँदेखि वहाँसम्म हैन. अनि त्यो थोरै मान्छेको लागि भयो नि त एकचोटीमा. 180 को सुट गरेर अनि सबै साइजको स्क्रिनहरुलाई कम्प्याटिबल पनि हुँदैन. त्यसले टु एक्सपेन्सिभ हुन्छ. मलाई चाहिँ के सोचिरहेको थियो भने त्यति बेला तिनीहरूले एउटा अब 3D होइन होला त्यो के यो चस्मा लाएर VR वाला बनाइदिएको भएर बवाल हुन्थ्यो होला अति भयो. So whoever is planning come to Vancouver, यो फ्लाइओभर चाहिँ मिस गर्नै हुँदैन. Don't forget flyover. फ्लाइओभर आउनै पर्छ. So that's it. हाम्रो day 3 चाहिँ यसरी एन्ड हुन्छ अब आज. So we're going to go back to our Airbnb and then we're going to pack up for tomorrow. अनि भोलि बिहान केही भयो भने भइहाल्छ नत्र हामी सिधै एयरपोर्ट पुग्छौं. So thank you very much for staying with us in this whole tour and thank you for these guys especially. Thank you so much guys. Bye bye Vancouver. Everybody, bye bye Vancouver. Day 1. Day 2. Day 3. Day 4, last day of our trip. What's up guys? अब हामी चाहिँ कहाँ छौं भन्दा the land we are right now on is no man's land. It's neither US neither Canada. यो चाहिँ land unclaimed हो. यो चाहिँ एउटा history छ. So I don't want to talk about history because if I talk about it, यो चाहिँ little knowledge is dangerous हुन्छ. मैले सुने अनुसार चाहिँ यो चाहिँ एउटा peaceful treaty 18 something मा peaceful treaty भएको थियो. Peace arc बनाएर. So it's all because of the peace that they want to keep between Canada and USA. So this is the beautiful place. यतापट्टि चाहिँ Pacific Ocean छ. अनि त्यसपछि यस्तो राम्रो गार्डनहरु छ. अहिले चाहिँ हामी त्यहाँबाट चाहिँ US छिने ठाउँ हो. If you drive from here and you have to wait in the line like this, those cars are in line, and if you are clear then you can pass from there and you can go inside the USA. So we will be exploring the place like beautiful gardenहरु छ यहाँ. अनि त्यसपछि यस्तो टुलिपहरु यो के हो फुलहरु छ. So त्यहाँ चाहिँ US को र क्यानाडाको झण्डा फरफराइरहेको छ. So may the peace between the Canada and the USA may stay for lifelong. Thank you so much. United States. Let's go to Canada. Oh, Canada! Welcome to Canada. We're in Canada here. International boundary चाहिँ हामीले घुमिरहेका छौं. मैले क्यानाडामा सास ताने इनहेल गरे युएसमा गरे एक्सेल गरेको छु है. दोकान एक्सेल. ल गर्नु न ल. Hi.
फन फ्याक्ट यो हामी रोड चाहिँ अहिले क्यानाडामा छौँ यदि हामी कुलो तरेर यता गयौँ भने चाहिँ हामी युएसमा पुग्छौँ सो इफ आई जम्प फ्रम हियर आई एम इन द युएसए सो आई सुड गो ब्याक टु क्यानाडा अगेन कनेडियन्सहरू म चाहिँ अमेरिकामा छु अहिले अमेरिका जाने सपना पनि पुरा भयो आई एम गोइङ ब्याक टु क्यानाडा यो चाहिँ बोर्डर हो सेक्युरिटी चेक छैन